हेलो हेलो नमस्ते साथीहरू। आज चाहिँ नि तपाईँहरूलाई फेरि कृषक सम्बन्धीको चाहिँ नयाँ भिडियो लिएर आएको छु। तपाईँहरूले बाख्रा या बङ्गुर अब या भैँसी गाई जे पाल्नुहुन्छ है, यो पिँडालु चाहिँ लगाउनु होला। यो बाने पिँडालु भन्छ है। यो चाहिँ यत्रो मैले चाहिँ काटेको, यो चाहिँ बाख्रालाई पनि एकदमै खान्छ यो पकाएर। अनि यो चाहिँ अनि गाई भैँसीलाई पनि खान्छ, सुँगुरले पनि एकदमै खान्छ। यो पकाएपछि एकदमै हुन्छ है, मजाले दही जस्तो हुन्छ र सबैले रुचाउँछ। त्यही भएर यो पिँडालु चाहिँ तपाईँहरूले रोप्नै पर्छ है साथीहरू। यो रोप्यो भने चाहिँ नि तपाईँहरूको अब बाख्रा छ भने यसले छिटो फस्टाउँछ, छिटो मोटाउँछ। यो पाठा पाठीलाई जन्मिएको बेला खुवायो भने झन् दुध आउँछ यसले। अब यो एकदमै यसले चाहिँ नि मजाले खान्छ उनीहरूको बाउले, र एकदम पोसिलो पनि छ यो। यो चाहिँ एकदमै ठुल्ठुलो हुन्छ। मल र जल भेट्यो भने चाहिँ नि यो हेर्नु, योभन्दा पनि ठुल्ठुलो छ मेरो 2-4वटा। अब यो तपाईँहरूले देख्न सक्नुहुन्छ कत्रो ठुलो होला यो। भन्नु यही साल रोपेको है। अब धेरै साल पुरानो चाहिँ अलिक अग्लो अग्लो हुन्छ। यो जुन यो डाँठ चाहिँ नि यति आइपुग्छ है। अनि यो चाहिँ यो यस्तो चाहिँ नि यति आइपुग्छ, त्यतिकै चाहिँ राख्नु हुँदैन। यो चट्टै काटेर फालिहाल्नुपर्छ। माथिको अर्को ठाउँ रोप्नुपर्छ भने तलकोदेखि फेरि आउँछ, यसरी आउँछ। यो मैले पोहोर साल काटेको, यो पोहोर साल काटेर थुप्रो आइसक्यो है। यो एउटा मात्र राखेर अर्को रोप्न पनि हुन्छ। यस्तो हुन्छ। अरू यो पनि हो है। यो चाहिँ अब अर्को ठाउँ लगाएर रोप्नुपर्छ यस्तोलाई चाहिँ नि। अब यो अर्को ठाउँ लगाएर रोप्यो भने यो फेरि अर्को साल ठुलो हुन्छ, यस्तो हुन्छ है। यो चाहिँ मेरो चाहिँ थुप्रै छ। यो यता अब यता पनि छ र यता पनि छ। यता पनि भर्खर लगाएको। यो अस्ति भर्खर काटेर हो। नत्र चाहिँ यहाँ ठुल्ठुलो हुन्छ। यो हेर्नु, यी परतिर हेर्नु त कत्रो ठुलो छ। अब यो काटेर पनि फेरि आएको। यो चाहिँ यहाँ अग्लो पनि छ होला। यहाँ चाहिँ हेर्नु होला, यो धेरै अग्लो भएको। यो चाहिँ यत्रो हेर्नु, यत्रो अग्लो छ। यो चाहिँ 1 वर्ष पुगेर पनि अर्को सालमा लागेको। यो लगभग यसको जरादेखि 2 फिट माथि अग्लो, 3 फिट यो माथिसम्म पुग्दाखेरि 3 फिट अग्लो हो। त्यति अग्लो हुन्छ। र यो चाहिँ अब काट्नुपर्छ। यो चाहिँ काट्ने तरिका पनि तपाईँहरूलाई भन्छु। यो जुन चारपुछारको यसरी काट्नुपर्छ। यो हातले पनि काट्न सकिन्छ, यसरी काट्न पनि सकिन्छ र हँसियाले पनि काट्न सकिन्छ। यसरी काट्यो भने चाहिँ नि अर्को छिटो पलाउँछ। हँसियाले काट्यो भने चाहिँ अलिकति माथि काटिन्छ, यति काटिन्छ र अलिक ढिलो हुन्छ। यो बाने पिँडालु चाहिँ नि खाँदा चाहिँ खासै अब उसको कलिलो पात खाँदा चाहिँ अलिक दालसँग खाँदा चाहिँ मिठो हुन्छ भने यो ठुल्ठुलो चाहिँ मैले चाहिँ खाएको छैन। मसिनो चाहिँ अलिक यो तरकारीमा यस्तो चाहिँ खाएको छु मैले पनि। यस्तो योभन्दा अलिकति नछिपेको, यो भर्खर आएको होइन। योभन्दा अलिकति डल्लै भएको चाहिँ दालहरूमा खाँदाखेरि यस्तो हामी चाहिँ यस्तो चाहिँ खान्छौँ है। यस्तो चाहिँ खान्छौँ। यो यत्तिको चाहिँ खानुपर्छ, मिठो हुन्छ है। तर यतिको यो ठुल्ठुलो चाहिँ हामी खाँदैनौँ। अर्को कालोको चाहिँ यत्तिको यस्तो पनि खाँदा हुन्छ। तर त्यो चाहिँ त्यति धेरै यतिको जस्तो चाहिँ फस्टाउँदैन। यो चाहिँ बर्खामा फुल्छ पनि, यो भित्रदेखि टुट्टाएर फुल्छ। तर यो चाहिँ हिउँदोमा चाहिँ फुल्दैन। यसै गरी मैले चाहिँ नि यो पुरै मेरो बारी छ। अब यो मैले चाहिँ यो मेरो सुँगुर मरेर यो चाहिँ बाख्रालाई बनाएर खुवाउन लगाएको लगाएको छु। उता पनि छ, तर उता चाहिँ म देखाउँदिनँ। अब उता कति छ यो बारीमा पनि छ। यता यसलाई हेर्नु, यो पुरै रोपेको। अब बिचमा यो छेउछेउमा रोप्दा पनि यो चाहिँ मर जल भयो भने चाहिँ राम्रो फस्टाउँछ। तपाईँहरू पनि नयाँ कृषकलाई चाहिँ नि यो चाहिँ लाउनु होला। यो
लाखौँ बल र जल भेट्यो भने चाहिँ नि तपाईँ बाख्रा पालन या सुँगुर पालन या गाई पालन जे पाल्नुहुन्छ कुखुराले चाहिँ खास चाहिँ त्यति खाँदैन है। यो लाउनु भयो भने चाहिँ तपाईँको छिट्टो अब बसुको लागि भए पनि दुधको लागि पनि छिटो हुन्छ है, छिटो बढ्छ र दुध पनि धेरै दिन्छ। यसको फाइदाहरू भनिसकेँ, तपाईँहरू पनि लाउनुहुन्छ भने लाउनु होला। मैले चाहिँ यो बिउहरू दिन्छु भन्न चाहिँ सक्दिनँ, यो चाहिँ मैले आफ्नै व्यक्तिगतबाट रोपेको हो है। अब यो कहिले एक दुईवटा चाहनुहुन्छ भने चाहिँ म थुप्रै दिन्छु। अब यही लिन आउनुहुन्छ फ्रीमै हो है, तर अब यसरी अरूकोसँग चाहिँ हुँदैन। यही आयो भने चाहिँ फ्रीमा पनि दिन सक्छु र यत्रो ठुलो अग्लो बिरालो छ मेरोमा चाहिँ। हस् त, नमस्ते साथीहरू। मेरो भिडियोलाई कस्तो लाग्यो, जानकारीमूलक भिडियोलाई लाइक कमेन्ट र सेयर सब्सक्राइब गरिदिनु होला। नमस्ते, जय नेपाल, जय कृषक।